Hello guys, good evening guys. I am Rider Mahesh vlog day 3 guys है आज म तपाईहरुलाई चाहिँ म स्पेशली स्कुटीको बारेमा केही कुरा भन्न चाहन्छु गाइज है सबै साथीहरुले चाहिँ मलाई एकदम धेरै सोधिरहेको थिए क्वेशन गरिरहेको थिए हैन फेसबुक अनि टिकटकमा सो म तपाईहरुलाई आज मैले चलाइरहेको यो इलेक्ट्रोनिक स्कुटीको बारेमा केही कुरा भन्न चाहन्छु मैले चलाइरहेको स्कुटीको म चाहिँ 5A Pro हो गाइज हैन यसले चाहिँ एक फुल ब्याट्री चार्ज गर्दा तपाईको 200 किलोमिटर चाहिँ यसले चाहिँ दिन्छ गाइज हैन एक फुल ब्याट्री चार्ज गर्दा 200 किलोमिटर यसले चाहिँ हामीलाई पार गराउँछ गाइज हैन अब यसको अरु कुराहरु भन्नु पर्दाखेरि यसलाई साइड ड्राइभ मोटर युज गरेको हुन्छ यो चाहिँ अब नेपालमै पहिलोचोटि चाहिँ अब साइडमा मोटर राखेर चाहिँ बनाएको स्कुटी हो गाइज हैन यसले चाहिँ एकदम पावरफुल परफर्मेन्स गर्छ गाइज जस्तो सुके उकालो पनि यसले चाहिँ एकदम मजाले सजिलै तान्छ गाइज हैन यो चाहिँ मलाई एकदम पोइन्ट कुरा लाग्यो अब यसको मेन भनेको त ब्याट्री नै हो गाइज हैन यो चाहिँ लिथियम ब्याट्री युज गरेर हाम्रो बनाएको हुन्छ हैन यसलाई यसको चाहिँ 2000 साइकल भनेको चाहिँ 2000 चोटी चार्ज गर्दाखेरि गाइज हैन 2000 चोटी चार्ज गर्दाखेरि बल्ल यसको 70% चाहिँ यसको के त अलिकति पावर डाउन हुन्छ के गाइज भनेपछि 70% सम्म चाहिँ अझ 2000 चोटी चार्ज गर्दा पनि केही हुँदैन के गाइज यस्तो राम्रो हैन यसको परफर्मेन्स एकदम ठीक छ अरु ब्याट्रीहरुको चाहिँ अब अलिकति चाँडै नै बिग्रिने जति पुरानो हुँदै गयो त्यसले चाहिँ चार्ज कम्दिने 20 25 30 एकैछिनमा ब्याट्री सकिने हुन्छ तर यसको त्यो छैन गाइज अनि यसको एकदम राम्रो पक्ष ब्याट्रीको भने आगो लाग्दैन गाइज हैन यसको चाहिँ आगो लाग्दैन अरु स्कुटी गाडीहरु देख्नु भएको छ नि इभी स्कुटी गाडीहरु एकदम आगो लागि हुन्छ नि तर यसमा त्यो छैन है गाइज एकदम ढुक्क भयो हुन्छ त्यो चाहिँ अब डबल डिस्क भएको कारणले गर्दाखेरि पछाडीको ब्रेक लगाउँदाखेरि अगाडिको पनि ब्रेक लाग्छ झ्याप्प लडिहाल्ने जस्तो समस्याहरु हुँदैन गाइज हैन यो चाहिँ एकदम बबाल पोइन्ट हो र अनि यसको टायर चाहिँ 14 16 भनेको 14 इन्च 16 इन्च एकदम ठुलो तपाईको बाइकको जस्तो टक्क हैन एकदम दामी छ अनि यसको ग्राउन्ड क्लियरिङ भनेको 200 ग्राउन्ड देखि माथिको डिस्टेन्स 200 हुन्छ जसले गर्दा अब कालो अफ रोड हैन जस्तो सुकै खाल्डाखुल्टी तपाईको यो ठोकिने या धसिने भन्ने हुँदैन गाइज एकदम राम्रो पोइन्ट हैन अब यसलाई चाहिँ कहाँ अभाइलेबल छ भनेदेखि गाइज हाम्रो काठमाडौँको चाहिँ 32 पुतलीमा चाहिँ छ गाइज हैन नयाँ पुरानो मानिसहरुको अलिकति उतापट्टि एकदम राम्रो लागेको छ मलाई अरु पनि तपाईहरुलाई जानकारी गराउनलाई गाइज आज चाहिँ यति नै हैन म आज अब 6 बजेको ड्युटी सकेर 2-3 घण्टा म बेलुका पनि काम गर्छु अनि 8:30 बजेतिर म घर जान्छु गाइज हैन सो यति काम गर्दाखेरि मलाई समथिङ 1200-1400 रुपैयाँ इन्कम हुन्छ मैले 8 घण्टा ड्युटी गरेँ 8 घण्टा यसमा काम गरेँ भने त मलाई 4500 समथिङ ठ्याक्क अस्ति मैले एक दिन काम गर्दा 4500 रुपैयाँ हैन 4300 रुपैयाँ भएको थियो है गाइज है अब बिहान 6 बजेदेखि बेलुका 6 बजेसम्म काम गर्नुहुन्छ भने त तपाईको त 5-6 हजार रुपैयाँले इजिली कमाउँछ गाइज हैन 5-6 हजार इजिली कमाउँछ यो तपाईहरु काठमाडौँमै अब अफिस गर्नुहुन्छ अब काठमाडौँबाट बाहिरतिर जानुहुन्न भनेदेखि तपाईलाई एकदम बेटर र बेस्ट हुन्छ है यो स्कुटी बाहिर लङ यात्राको लागि त तपाईलाई अहिले सम्भव छैन हैन किनभने यसले 200 किलोमिटर गर्छ तपाईले चाहिँ चार्ज गर्दै गयो भने त काम दिन्छ नभएदेखि यसले चाहिँ अलि गाह्रो पर्छ गाइज है ल थ्यांक यू सो मच वाचिङ माई भिडियो है तपाईहरुलाई अरु पनि जानकारी म गराउँछु अहिलेलाई यति नै ल हस् दर्शक नमस्ते बाइ